पश्चिमाहरू हिन्दूभित्र कहाँनिर खेलेका छन् भने त वैष्णवभित्र खेलेका छन् बढी होइन। तपाईँहरूले यो कति याद गर्नुभएको छ, जस्तो इस्कनले ल्याएको कृष्ण क्राइस्ट अवधारणा, जस्तो ओम शान्तिले ल्याएको अवधारणा, तपाईँको यो जस्तो साई बाबाले ल्याएको अवधारणा, जस्तो यो रामपालहरूले ल्याएको अवधारणा, हरे राम हरे कृष्ण राधे राधेहरूले ल्याएको तपाईँको जुन अवधारणा तपाईँले हेर्नुहुन्छ भने हाम्रो हिन्दू कल्चरभित्र उनीहरू बढी तपाईँको चाहिँ के भन्दा वैष्णवहरूभित्र खेलेका छन्। जस्तो कृष्ण क्राइस्ट अवधारणा अन्तर्गतै उनीहरू चाहिँ के भन्दा खेलिरहेका छन्। जस्तै इस्कनको त इस्कन र अब ओम शान्ति त अब संयुक्त राष्ट्रसङ्घको मै दर्ता भएका छन् के भन्दा आइएनजिओकै रूपमा इस्कन र ओम शान्ति छन्। देख्दा त तपाईँको ठ्याक्कै जस्तो हिन्दू जस्तो बौद्धभित्र के भन्दा उनीहरू बढी वज्रयानभित्र खेल्न खोजिरहेका छन्। यो कति याद छ तपाईँहरूलाई? जस्तो त्यसमा पनि उनीहरूले